अब कुरो गरौँ यो एक्समासको। हजुर ठिक सुन्नुभयो, एक्समास मतलब एक्समस। मेरी एक्समस भन्यो भने तपाईँले फेरि ठाउँको ठाउँ मेरो लागि नरकको टिकट काट्दिनु होला भन्ने डर। अनि यो डिसेम्बरको जाडोमा नरकमा आगो पो तापेर बस्नु पर्ला फेरि म। खै जे होस्, अक्सर धेरैले सोच्दा रहेछन् कि एक्समस भनेको ख्रिस्टलाई फालेर मनाइने मस मात्रै हो। अनि आजका उडन्थ्योवाला युवाहरू इन्स्टा फिन्स्टा कुनकुन्टाबाट जे पायो त्यही भिडियो हेरेर त्यसरी त लेख्नुहुन्न पो भन्दै घैटोमा घाम लाग्यो सोच्दा रहेछन्। तर वास्तवमा भन्न पर्दा घैटोमा घाम चाहिँ होइन, पानी नै अडिन नपाउने गरी प्वाल चाहिँ पक्का पारिदिएको हो। एका साधारण अध्यायले मात्रै पनि एक्समसको अर्थ थाहा हुन्छ र त्यो एक्स होइन ग्रिक अक्षर हो भनेर हेक्का जरुर पाउनुहुन्छ। ख्रिस्ट शब्द नेपाली मूल थोडी न हो, यो त ग्रिक क्रिस्टोसबाट पो आएको हो त। एक्समस भन्नु नै क्रिसमस हो। तर जसले एक्स देखेर क्रिस्टलाई फालिदियो भनेर रिसले चुर भई 100 डिग्रीको ज्वरो निकाल्छ, उनीहरू आफै चाहिँ ठुला ठुला मलहरूमा 5 मिटर अग्लो क्रिसमस ट्री हेर्न जान्छन्। घरमा पनि त्यही सजाउँछन्। अनि सान्ता क्लज नामक उनीहरूको हजुरबा पनि छन्। अनि यी चिजहरूले चाहिँ ख्रिस्टलाई चिनाउने काम गरेका छन् रे क्या। अरे बाबा, व्यापारीहरूलाई नै थाहा हुन्न कि क्रिसमस ट्री किन राखेको। अब पैसा आउँछ भइहाल्यो, कठै राम्रो सोच। एक्समसले ख्रिस्टलाई फाल्ने रे, अनि सान्ता बाजे र त्यो रुखले चाहिँ ख्रिस्टलाई चिनाउने रे। कहाँको लजिक हो अरे यो? मङ्गल ग्रहको कि शनि ग्रहको? होइन, सान्ता क्लज र ट्रीले पनि कत्तिको दामी भूमिका खेलेको छ ख्रिस्ट बिनाको क्रिसमस मनाउन लगाउन भन्ने कुराको हेक्का छ कि छैन हो? फेरि हामी पनि के कम, त्यही बाजेको टोपी सबले लगाएर फेसबुक र इन्स्टातिर पोस्ट हाल्न हतार गरिहाल्छौँ। संसारले देख्ने र बुझ्ने त त्यही सान्ता हजुरबा त हो नि। अनि रुख सजाउँदैमा कहाँबाट यसुको प्रचार हुन्छ त? रुखमा हाल्ने नै एन्जल, गिफ्ट, तारा, सान्ता, बत्ती त हो। यसु त प्रचार नगरेसम्म कहाँ मानिसले बुझ्छन् त? कि क्रिसमस ट्रीलाई निन्जा हतोरी कार्टुनमा हुने क्याक्टु च्यान ठान्नुभयो, अनि सान्ताको टोपीलाई डोरेमोनको ग्याजेट। अनि बिचरा एक्समसलाई मात्रै पेल्नी हेप्नी मुद्दा हाल्ला है सर्वोच्च अदालतमा फेरि एक्समसले। ख्रिस्ट प्रचार नहुनुमा त हाम्रो आफ्नै दोष छ नि। कि होइन भने हो भन्नुस्, नत्र पनि हो नै भन्नुस् लौ। त्यस्तै साह्रो गाह्रो परे हजुरहरूकै हजुरबा छ नि यहाँ। खोइ कहाँ गए? ए शान्ताजी, हो लु सजिलो भयो। ख्रिस्टलाई फालेको एक्समसले होइन, हाम्रो मानसिकताले हो। विदेशबाट परम्परा भन्दै हुल्याउने हामी, त्यो पनि अर्थ नबुझिकन, अनि आज आएर पेट्रोलको भाउ बढेको जस्तो गरी कराउने पनि हामी नै। कस्तो गडबडाई दया। कलेजमा साथीले सोध्थे मलाई, शान्ताबारे भन न हामीलाई। सुन्नुभयो? देख्नुभयो? ए साँच्ची तपाईँ त कहाँ मेरो बेन्चमा मसँगै हुनुहुन्थ्यो त हाट। जे होस्, लेखेको त देख्नुभयो नि, यस्तो चाहिँ यहाँको पारा। बिचरा म भने यसोबारे सुनाउन कस्तो छटपटी हुन्थे, मान्छेहरूको प्रश्न सुन्दा चाहिँ छेरपाटी नै लाग्थ्यो। म आफै खासै सान्ता क्लज र क्रिसमस ट्री राख्न रुचाउँदिनँ भनेर भन्न मिले पो, तर भन्छु त, किनकि यी कुराहरू आफैमा राम्रो थोक भए नि ख्रिस्टलाई निकै विस्थापित गर्दै आएका छन् अचेल। तर अब हजुरबा र रुख बिना नै बडा दिन छोटा दिन जस्तो लाग्ने हो भने त के नै पो भनौँ र। अब कुरो घुमाइफिराइ त्यही हो, एक्समसलाई मात्रै गलत नजरले हेर्ने बानी छोडौँ। ल अब गालिनी गर्दा गर्दा शब्द नै सकियो। जे होस्, अब घैटोको प्वाल चाहिँ टालतुल गर्नु होला है। अनि सबैलाई आउने बडा दिनको शुभकामना छ।